मेरो यहाँदेखि यहाँसम्म ग्लो डाउन कसरी भयो। आज म तपाईँहरूलाई भन्दैछु कि मेरो ग्लो डाउन हुनुको मुख्य कारणहरू के छन्। बेसिक कारणहरू छन् जो कि मैले बेसी कुरा पनि गरेन, त्यही भएर मेरो ग्लो डाउन भएको छ। नम्बर 1 मा रहेको छ म एक्सट्रिम एक्सर्साइज र डाइटको नाममा दाल भात गरेँ। म हप्ताको 6 दिन एक्सर्साइज गर्थेँ र लास्टमा आएर डाइटको नाममा के खान्थेँ, दाल भात तरकारी। यो चाहिँ मेन रिजन रहेको छ मेरो ग्लो डाउनको, किनकि मैले आफ्नो न्युट्रिएन्ट्स अनि प्रोटिन रिक्वायरमेन्ट पुरै गर्न सकेन, कहाँबाट ग्लो अप हो। त्यही भएर मेन रिजन रहेको छ डाइटको कमी अनि न्युट्रिएन्ट्सको कमी, मिनरल्सको कमी। दोस्रो चिज रहेको छ म नन भेजिटेरियनबाट भेजिटेरियनमा सिफ्ट हुनु। मलाई उसै त प्रोटिनको रिक्वायरमेन्ट पुरा गर्नलाई गाह्रो हुने मान्छे, मैले आफूले नन भेजिटेरियन छोडेर भेजिटेरियनमा आएँ। चिकनमा पाउँछ जो चिज अरू भेजिटेरियन चिजमा पाउँदैन, त्यो कुरालाई चाहिँ मैले थाहा हुँदाहुँदै पनि इग्नोर गर्न पुगेँ। त्यही भएर मेरो ग्लो डाउन हुन पुग्यो। अनि लास्टमा रहेको छ ब्लड टेस्ट नगराएर चाहिँ मलाई मेरो आफ्नो फङ्सनको बारेमा थाहा भएन। जस्तै एउटा मोबाइल हुन्छ, मोबाइलको सेटिङहरू हुन्छ, मोबाइलमा यो सेटिङ अन गरेँ भनेपछि यो यसरी काम गर्छ यो मोबाइल भन्ने कुरा जसरी थाहा हुन्छ, त्यसरी म आफ्नो कुरा थाहा पाउन सकेन। किनकि मलाई आफूलाई थाहा छैन कि ममा के डिफिसियन्सी छ, कुन चिज मैले बढाउनु पर्ने छ, कुन चिज ठिक्क राख्नुपर्ने छ, थाहा नै नभएर लास्ट 5-6 मन्थदेखि मैले ब्लड टेस्ट नै गराएको छैन। यो कुरा नभएर पनि मेरो ग्लो डाउन हुन लिस्टमा नभएको कुरा भन्न चाहन्छु। आफ्नो स्किनको केयर नगरेर मैले आफ्नो ग्लो डाउन गर्न पुगेँ। त्यही थियो मेरो एक्सपिरियन्स, कसरी ग्लो डाउन भयो मेरो, यही थियो भिडियो आजको।